हामीहरू अब मन्दिरतिर गयौँ। बर्थडे गर्दा तयार हाम्रो यहाँ बर्थडे गर्छौँ अनि हामीहरू मम्मी बर्थडे गर्ने बर्थडे हुन्छ अलि खाली हुन्छ मन्दिर हामीहरू छौँ अलि मन्दिर खाली हुन्छ कति अब हामीहरू मन्दिरमा पुगेपछि हजुरहरूलाई देखाउँछौँ भयो भवन ल खै सुप्रिया खै खै सानी खै सानी यहाँ हेर खै सानी देखिएन है सानी खै यता हेर क्यामेरा एकछिन यो हुने ह्याप्पी बर्थडे गर्ल आज एकछिन मन्दिर जाँदैछौँ हामी पशुपति मन्दिर दर्शन गर्न है हाई गाइज भनिदेऊ मेरो बर्थडे आज भनिदेऊ बर्थडे हो हिँड्नुपर्छ है हजुर ओहो मोटो दाइ के छ हालचाल गुड मर्निङ सन्चै मन्दिर पुग्यौँ लगाएछ हामी मन्दिरमा जाँदैछौँ पशुपति मन्दिरमा अब हामी दर्शन गरेर एकछिन रिटर्न हुन्छौँ लगाए चाहिँ हामी दर्शन गर्न जाँदैछौँ पशुपतिमा हेर्नुहोस् चट्टै यसरी गर्नुपर्छ हामी भ्लग गरिरहेको छौँ एउटा यो भ्लगलाई सबैजनाले सब्सक्राइब गरिदिनु होला यो गेटबाट हामी प्रवेश गरेको सङ्केत पाण्डे र म हाई गरे हो साथीहरू यहाँ ह्याप्पी बर्थडे गर्ल ऊ त्यहाँ हिँड्दैछ माथि हेर्नुहोस् है गाइस कस्तो आयो होइन गाई यहाँ हेर्नु चाहिँ परिवार कति धेरै छ परिवार कति धेरै छ हामी पशुपति पुग्न लाग्यो पूर्वी गेट हो यहाँको यो पूर्वी गेट हो पशुपति आयो है आयो मङ्की आयो है सानो मङ्की म त अगाडि जान्छु अब अलिकति यिनीहरूको भलक गाइस सानी गाइस हामी अब पशुपति पुग्नै लागिसकेका छौँ ए पुसाइ पनि आउनु भएको छ ऊ पछाडि पुसाइ हुनुहुन्छ उहाँ हामी मन्दिरमा पुग्नै लाग्यौँ कहाँ गयो
हामी मन्दिर नै पुग्यौँ पुसाईको साथमा हामी सानीको साथमा पुसाई पनि हुनुहुन्छ तुलसा यता एकछिन सबैजना यता हामी पशुपति पुग्यौँ है अब यहाँ हेर्नुहोस् है पशुपति यो गेट हो अब हामी भित्र जान्छौँ भित्र भ्लग बनाउनु दिँदैन पुसाईलाई पनि रमाइलो लाग्यो होला नि आज है हामी सबैजना फ्यामिली साथमै एकदम रमाइलो भयो अब हामी अहिले एकछिनमा भित्र जान्छौँ है साथीहरू ल एकछिनलाई पूजा गरेर आउँछौँ है ल है साथीहरू हामी निस्किनु भएको मन्दिरबाट ईश्वर केन्द्रमा अब बिस्तारै निस्किन्छ हामी यहाँ अहिले पूजा गरेर निस्किएको हामी हुन्छ यतै म्याडम चाहिँ यता हुनुहुन्छ यो बर्थडे गर्ल हो नि यहाँ चाहिँ यो बर्थडे गर्दै नानी ओहो ह्याप्पी बर्थडे देख्न सक्नुहुन्छ यहाँ मेरो यहाँ खिचिरहेछन् फोटो घाम लाग्यो टिकटक बनाएर छ अरे छोटो भयो क्या सानी आऊ त गाइस हामीहरू बाहिर निस्किन्छौँ ल हामीहरू बाहिर निस्केपछि हजुरलाई देखाउँछौँ ब्लग अहिले के टिकटक हामीहरू मन्दिरबाट बाहिर निक्लेपछि घर पुगेपछि हजुरहरूलाई देखाउँछौँ हेलो गाइस हामीहरू यहाँ ब्रिजमा छौँ देख्न सक्नुहुन्छ हामीहरू यहाँ अहिले ब्रिजमा छौँ तल खाने अब हामीहरू बाहिर निस्किन लाग्यो देख्न सक्नुहुन्छ साथीहरू फर्कमै फेरि हिँडेर ल भइहाल्यो साथी अब उता छन् उता अब हामीहरू त्यही यहाँ छौँ एकछिन है
हाम्रो गरेन के गरेछु अनि गाइस अब हामीहरु ब्रिजमा बाहिर आउन लागि आछु हेर्न सक्नुहुन्छ गाइस यहाँ पुरै परेवाहरू उड्छन् म आउँछु फेरि त्यहाँ गुमा नटेट गाइस हाम्रो बर्थडे गर्ल यता बर्थडे गर्ल गाइस अब हामी तल गइरहेछौँ देख्न सक्नुहुन्छ तल आयौँ आज धेरै नै घाम लागेको छ अब हामीहरू यहाँबाट बाहिर निस्किरहेको छौँ साथीहरू कस्तो भिडियो बनाएर त कहाँ कहाँ त देखा हुन्छ गाना है अब हामीहरू बाहिर निस्किन्छौँ भोक लाग्यो ल सानी आउँछ अब हामीहरू बाहिर निस्किन्छौँ साथीहरू छोटो सकेत उता गर्दै र गाइस अब हामीहरू बाहिर निस्किन्छौँ घर गएर अब चक्लेट बाँड्नु पर्छ घर गएर के भन्नु मन त्यस्तो पनि हुन्छ नि यस्तो भिडियो भन न चक्लेट बाँड्ने हो ए पुपुन भिजाको हेर्नु त कोही घाम लागेको आएको भयो केही हुँदैन खोल्नु निक्लिहाल्यो हामीहरू घर पुगेपछि हजुरहरूलाई देखाउँछु ल गाइस हामीहरू घर पुगेपछि हजुरहरूले बुलेट रेडी गर्यौ नानी म यहाँ छु म 10 मिनेटमा आउँछु तपाईँ फोन गर्छु दादालाई दिनु न त्यो सुन्नै पर्छ Happy birthday to you. Happy birthday to you. Happy birthday, dear you. टिका लाउनु पर्यो हजुरले पुछौँ यति दिबाट अनि सिधा हेर म यहाँ ल है पछि प्लेट ल्याऊ म यहाँ